लाठीचार्ज गरेको छ। ल हेर्नुहोस् यसरी भित्रबाट लुटपाट गरेर बाहिर निस्कँदै गरेकाहरूलाई भाटबटिनको सेक्युरिटी गार्डले लाठीले हानेको छ। बाहिरबाट ढुङ्गामुढा भित्र धेरै मानिस घुसेको अनुमान गर्न सकिन्छ। यो हुनु पक्कै पनि राम्रो होइन। फ्रिज लिएर हिँड्दैछन्। ल हेर्नुहोस् आइसक्रिमको डिप फ्रिज तानेर आन्दोलनकारीहरू अगाडि बढ्दै गरेको यो दृश्य हामीले देखाएका छौँ। हामीले फ्रिजभित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ। निकै नै आतङ्कित अवस्था छ। मान्छे धेरै घाइते छन्। भित्र छिरेकाहरू यसरी सामान बोकेर हातमा सामान बोकेर बाहिरिँदै गरेको दृश्य हामीले देखाइरहेका छौँ। क्रेटका क्रेट फलफुल बाहिर निकालेर आन्दोलनकारीहरू फलफुल खाँदैछन्। यसले पक्कै पनि बङ्गलादेशको झल्को दिएको छ, विदेशको झल्को दिएको छ। स्वागतका लागि राखिएको यो घडा हेर्नुहोस् मेन सडकमा फालिएको छ। फलफुलका क्रेटहरू बाक्साहरू यसरी फालिएको छ र प्रहरी आइपुगेको छैन। शोकेसहरू यसरी तोडफोड भइराखेको अवस्था छ। यो कोटेश्वरको भाटबटिनी हो। हेर्नुहोस् फलफुलहरू यहाँ देख्न सकिन्छ। मानिसहरू सामान बोक्दै भाग्दै दौडिँदै गरेको अवस्था देख्न सकिन्छ। साँच्चै बङ्गलादेशको झल्को यति बेला कोटेश्वरको भाटबटिनीमा देख्न सकिन्छ। दर्शकवृन्द आगो लगाइदिए भनेर यहाँ आन्दोलनकारीहरू कराइरहेका छन्। माथि ढुङ्गा प्रहार भइराखेको छ। यो कोटेश्वरको भाटबटिनीको दृश्य हो। दर्शकवृन्द सोच्दै नसोचेको अप्रिय अवस्था। प्रहरी अहिलेसम्म भाटबटिनीमा आइपुग्न सकेको छैन। पार्किङमा राखिएको गाडी यस्तो अवस्था छ। फलफुल यत्रतत्र सर्वत्र देख्न सकिन्छ। हेर्नुहोस् अगाडिपट्टि थुप्रो मात्रामा क्रोशित युवाहरू आन्दोलनकारीहरूको उपस्थिति देख्न सकिन्छ। प्रहरी लगभग निष्क्रिय अवस्थामा प्रहरीले यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छैन। प्रहरीले नियन्त्रण गुमाएको अवस्थामा स्याउ सुन्तलाले भाटबटिनीमाथि आक्रमण भइराखेको छ। अहिलेको अवस्था निकै नै गम्भीर छ, भयावह अवस्था छ। आश्चर्य लाग्यो दर्शकवृन्द, आश्चर्य लाग्दो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। कोटेश्वरको भाटबटिनीमा कोही बियर बोकेर निस्किएका छन्, कोही हुस्की बोकेर निस्किएका छन्, कोही फलफुल बोकेर निस्किएका छन्। अकल्पनीय दृश्य हामी देखिरहेका छौँ। ल हेर्नुहोस् रुसलान भुड्का बोकेर हिँडिरहेका छन्, फलफुल बोकेर हिँडिरहेका छन्। ओहो भाटबटिनीमा लुटपाट मचिरहेको छ। यो दुःखद दृश्य हो। व्यवसायी सुरक्षित छैन। दुर्गा बस्नेतले भन्थे यहाँ कोही सुरक्षित छैन। आज नेपालकै सबैभन्दा ठुलो प्रतिष्ठित व्यावसायिक घराना हो भाटबटिनी सुपर मार्केट। यो पनि लुटपाटको शिकार भएको छ, निशानामा परेको छ। मानिसहरू भागदौड गरिरहेका छन्। यसले निकै गम्भीर सङ्केत गरेको छ। सेक्युरिटी गार्डले लाठीचार्ज गरेको छ। ल हेर्नुहोस् यसरी भित्रबाट लुटपाट गरेर बाहिर निस्कँदै गरेकाहरूलाई भाटबटिनको सेक्युरिटी गार्डले लाठीले हानेको छ। बाहिरबाट ढुङ्गामुढा भित्र धेरै मानिस घुसेको अनुमान गर्न सकिन्छ। दर्शकवृन्द निकै नै अप्रिय अवस्था, डरलाग्दो अवस्था भाटबटिनी क्षेत्रमा देख्न सकिन्छ। महँगो गाडी पजेरो फुटेको छ। पैसा स्वेप गर्ने स्वेप मेसिन गाडीको मुनि फालिएको देख्न सकिन्छ।
निकै नै आतंकित अवस्था छ। मान्छे धेरै घाइते छन्। भित्र छिरेकाहरू यसरी सामान बोकेर हातमा सामान बोकेर बाहिरिँदै गरेको दृश्य हामीले देखाइरहेका छौँ। कोटेश्वरको भाटपटिनीमा यस्तो अप्रिय घटना हुन्छ कसैले अनुमान गरेका थिएनन्। आन्दोलनकारीको जत्था भाटपटिनीभित्र प्रवेश गरिसके पछाडि यति बेला अप्रिय अवस्था बनेको हो। आन्दोलनकारीहरू अझ बढी सशक्त बन्दै भाटपटिनीभित्र प्रवेश गर्दैछन्। भागदौड मचिएको छ। निकै ठुलो मात्रामा मानिसहरू भित्र छिरेको अनुमान गर्न सकिन्छ। दर्शकले निकै ठुलो मात्रामा आन्दोलनकारीहरू भित्र छिरेको हुन सक्ने अनुमान गरिन्छ। माथिबाट भाटपटिनीका कर्मचारीहरू हेर्दैछन्। यद्यपि यहाँ आन्दोलनकारीहरू पसेको धेरै समय भइसके पनि सुरक्षाकर्मी निरीह जस्तै देखिएको छ। सुरक्षाकर्मी आउन सकेको छैन। कोटेश्वरको भाटपटिनी क्षेत्र तनावग्रस्त अवस्था छ। यसले निकै ठुलो र गम्भीर सन्देश दिएको छ। राष्ट्र गम्भीर क्षणमा गम्भीर सङ्कटमा पसेको प्रमाणित भएको छ। दर्शकवृन्द, प्रहरी निकै अगाडि छ, तर थोरै मात्रै अगाडि छ। 500 मिटर अगाडि छ प्रहरी। यसतर्फ आउन आँट गरिरहेको छैन। प्रहरीले पनि कतै आन्दोलनकारीहरूसँग डराएको हो कि भन्ने सङ्केत यहाँ हुन्छ।